नमस्कार, म यमप्रसाद दाहाल। म आज एउटा छोटो लेख लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। लेखको शीर्षक छ इलामको त्यो बिहानी र बालेन्द्र शाहसँगको भेटघाट। मिति 2082 माघ 8 गते माघे हिउँदको चिसो बिहानी इलामको हरियालीमा झुल्के घामको न्यानोपनसँगै एउटा नयाँ आशाको सञ्चार भइरहेको थियो। नेपालको राजनीतिमा एउटा फरक पहिचान बनाएका व्यक्तित्व, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर 5 का उम्मेदवार बालेन्द्र शाहसँगको भेटले मेरो मनमा राजनीतिप्रतिको दृष्टिकोण नै बदलिदिएको छ। चुनावी प्रसारको अनुभव र शैक्षिक अवलोकनको क्रममा इलाम हुँदै ताप्लेजुङसम्मको यात्रा तय गर्नुभएका बालेनजीसँग बिहान 7:30 बजे इलाम रिसोर्ट भ्यू टावर छेउमा भेट्ने अवसर जुर्यो। सुरक्षा र व्यस्तताका बावजुद उहाँको सादगीपन र सहजताले हामीलाई उहाँसँगै बसेर मनका कुरा गर्ने वातावरण बनायो। कठोरताभित्र लुकेको मिजासिलो स्वभाव। धेरैलाई लाग्न सक्छ बालेन्द्र शाह निकै कठोर र नबोल्ने व्यक्ति हुनुहुन्छ, तर जब हामी उहाँको कोठामा छिर्यौँ र भलाकुसारी सुरु भयो, मैले एउटा नितान्त फरक व्यक्तित्व पाएँ। उहाँ अत्यन्तै हँसिलो, फुर्तिलो र मिजासिलो हुनुहुँदो रहेछ। एउटा ठुलो जनलहरको नेतृत्व गरिरहेको नेतामा हुनुपर्ने प्रतिष्ठित र सर्वसाधारण सबैलाई समान भावले हेर्ने अद्भुत क्षमता उहाँमा देखियो। विकासको इलाम मोडल र स्थानीय प्राथमिकता। छलफलको क्रममा उहाँले इलामको माटो सुहाउँदो विकासको चर्चा गर्नुभयो। विशेष गरी इलामका प्रख्यात अहरू अदुवा, अलैँची, अम्लिसो, ओलन आदि लाई केन्द्रमा राखेर उत्पादक, किसान, उपभोक्ता र बजारलाई जोड्ने कार्यविधिको बारेमा उहाँको स्पष्ट खाका देखियो। उहाँको एउटै कुरा थियो, अब हावादारी गफमा जनतालाई अल्झाउनु हुँदैन। उहाँले भन्नुभयो, कुनै पनि योजनाको पूर्वाधार इन्फ्रास्ट्रक्चर बनाउँदा त्यहाँको स्थानीयता झल्किनुपर्छ। युवाहरूको वैदेशिक पलायन रोक्न, नेपालमै कसरी रोजगारी सिर्जना गर्ने भन्ने हाम्रो मुख्य प्राथमिकता हो। शिक्षा, स्वास्थ्य र बाटोघाटोको सुधारका लागि उहाँले प्रस्तुत गर्नुभएको प्रयोगात्मक मोडल साँच्चै अनुकरणीय थियो। राजनीतिमा नयाँ संस्कार, गाली होइन, तथ्याङ्कको खोजी। मलाई सबैभन्दा प्रभावित पारेको पक्ष चाहिँ उहाँको राजनीति संस्कार हो। उहाँले स्पष्ट भन्नुभयो, चुनावी प्रचारमा कसैलाई गाली गलौज गर्नु हुँदैन। हाम्रा अग्रजहरूको सम्मान गर्दै उहाँहरूका राम्रा कामको कदर गर्नुपर्छ। तर उहाँले यो पनि थप्नुभयो कि पहिलेका सरकार र नेताहरूले गरेका प्रतिज्ञाहरू किन पुरा भएनन्, अधुरा योजनाहरू कुन अवस्थामा छन्, त्यसको वैज्ञानिक तथ्याङ्क सङ्कलन गरेर मात्र नयाँ विकासको मोडलमा जानुपर्छ। निष्कर्ष, एक अब्बल नेतृत्वको महसुस। छोटो समयको त्यो सौहार्दपूर्ण भेटपछि म यो निष्कर्षमा पुगेको छु कि रासपाले अघि सारेको भावी प्रधानमन्त्रीको परिकल्पना बालेन्द्र शाहमा पूर्णता झल्किन्छ। उहाँमा देश हाँक्ने दूरदृष्टि, युवा जोश र वैज्ञानिक सोचको त्रिवेणी छ। इलामको यो भेटले मलाई एउटा कुरामा ढुक्क बनाएको छ, यदि बालेन जस्ता भिजनरी नेताहरूले देशको नेतृत्व गर्ने अवसर पाए भने नयाँ नेपालको निर्माण हाम्रै पालामा सम्भव छ। धन्यवाद।